हाई गाइज, वेलकम ब्याक टु माई च्यानल। आई होप तपाईहरु सन्चै हुनुहुन्छ होला र म पनि एकदम धेरै सन्चै छु। आज चाहिँ म ओखलढुङ्गाको टोड्के भन्ने ठाउँमा चाहिँ आएको छु। यो क्षेत्रभन्दा माथि चाहिँ हाम्रो बुङ्गालु चाहिँ उत्पादन गरिने क्षेत्र हो। बुङ्गालु के हो भन्ने कुरा चाहिँ म तपाईहरुलाई शेयर गर्छु भनेर धेरैचोटि प्रयास गरेको थिएँ, तर आज चाहिँ हामी एक्चुअली नै बुङ्गालुको फिल्डमा बुङ्गालुलाई नै खिच्ने भनेर आएको छौं। यहाँ चाहिँ तपाईहरु यो टोड्केतिर आउनु भयो भने हाम्रो यो पिएमएमपीले लगाएको बोर्ड देख्न सक्नुहुन्छ। यहाँ भन्दा यतातिर अनि यता वरिपरि हेर्नु भयो भने तपाईहरुले बुङ्गालु चाहिँ देख्नुहुन्छ। अनि बुङ्गालु चाहिँ अब 1 वर्ष देखेको ठाउँमा 2-3 वर्षसम्म देखिदैन, किन भन्दाखेरि यो प्र्याक्टिस चाहिँ के हो अहिले बताउने छौं हामी। यहाँ अहिले म चाहिँ म्यामसँग छु, हामी दुईटैले मिलेर तपाईहरुलाई भन्ने छौं के चाहिन्छ बुङ्गालु बनाउनको लागि भनेर। हाम्रो म्यामले चाहिँ बुकी झार भनेको के हो, पहिला बुकी झारबाट स्टार्ट गर्छौं है त हामी। हाम्रो चाहिँ बुकी भनेको यही हो। कतिपय ठाउँमा चाहिँ बुकी झार भनेको के हो भनेर चाहिँ थाहा हुँदैन हैन, चिनेको हुँदैन, त्यसैले चाहिँ यसलाई चाहिँ बुकी झार भन्छ। यो चाहिँ हामीले बुङ्गालुको लागि विशेष गरी बुकी फुलिसकेपछि भन्ने कुरा हुन्छ। बुकी फुलिसकेपछि लगाउने यो चाहिँ पहिले यो एरिया चाहिँ बुङ्गालु लगाएकै क्षेत्र हो। अनि यहाँ चाहिँ अब फेरि प्रशस्त मात्रामा बुकी फुलहरू फुल्दैछ। अनि यो बुकी फुलहरू चाहिँ हाम्रो मङ्सिरदेखि पुस महिनाभित्रमा यो बुकी फुल फुल्छ। त्यसपछि त्यो सिजनमा अथवा त्यो बुकी फुलहरू फुलिसकेपछि चाहिँ के अरे बुङ्गालु लगाउनलाई चाहिँ सुरुवात हुन्छ। तर यो चाहिँ के हुन्छ नि, बुकी फुल त वर्षौनै फुल्छ, तर एकचोटि लगाएको ठाउँमा चाहिँ निरन्तर वर्षै पछि चाहिँ बुङ्गालु लाउन मिल्दैन। त्यसैले 3 देखि 4 वर्षको ग्याप चाहिँ हुनै पर्छ। यो बुकी फुल फुलिसकेपछि मङ्सिर पुसतिर बुकी फुल फुल्छ। त्यसपछि बुङ्गालु लगाउने एरियामा चाहिँ खनजोत को सिजन हुन्छ। पहिले खनेर चाहिँ एरियाको 2-3 ठाउँको माटोहरू चाहिँ जम्मा पार्ने, त्यो खन्दै राख्दै त्यसपछि खनिसकिसकेपछि त्यो माटोहरू चाहिँ केही दिन सुक्न दिने, सुकिसकेपछि त्यसलाई पोल्ने हैन। पोलिसकिसकेपछि के हुन्छ नि, त्यो भएको माटो बुकी फुलको झार अन्य त्यसमा चाहिँ रोगरहित पनि हुन्छ र त्यो चाहिँ बुकी फुल प्लस अरू झार झ्याउहरूलाई चाहिँ डढाएर एउटा थुप्रो बनाउँछ। थुप्रो बनाइसकेपछि त्यहाँ चाहिँ एउटा बायोचार बन्छ। बायोचार बनिसकेपछि चाहिँ त्यसमा अनि हामीले आलुको बिउ हालेर रोपेर चाहिँ हामीले यसरी बुङ्गालु खेती गर्न सकिन्छ। र अहिले चाहिँ हामी प्रत्यक्ष रूपमा बुङ्गालु नै देख्न सकिन्छ। यस, त्यस्तै आलु। अनि म्यामले अघि जुन भन्नुभएको छ त्यो खनजोत गर्ने कुरो, त्यो चाहिँ माथिको लेयरलाई चाहिँ अलि पातलो गरेर ताच्ने हो। अनि त्यो ताचिसकेकोलाई चाहिँ सुकाउने हो खासमा। अनि यो चाहिँ 3 देखि 5 वर्षको प्र्याक्टिसमा चाहिँ गरिन्छ। यहाँ चाहिँ अलि हामीले बुङमा नर्मल्ली यहाँको लोकल आलु, स्पेशल त्यो पसाङ रातो भन्ने आलु चाहिँ लगाइन्छ। पसाङ आलु भन्दा पनि यसपालि अलिकता हाम्रो पिएमएमपीले टेस्ट गरेको हो सायद यो है। यसमा चाहिँ हाम्रो इम्प्रुभड भेराइटी पनि लगाइएको छ। यो चाहिँ इम्प्रुभ भेराइटी लगाएको फिल्ड हो भने उता माथि चाहिँ लोकल आलु लगाएको फिल्ड हो। साथीहरू, अर्को कुरो भनेको चाहिँ हामीले यो बुङ्गालु तपाईको 70 देखि 80 समथिङ 100 सेन्टिमिटरसम्म पनि फराकिलो बनाउन सकिन्छ। यसरी यहाँ देख्न सक्नुहुन्छ। अनि यसलाई उचाइमा राख्ने भनेको चाहिँ तपाईको 20 देखि 30 सेन्टिमिटर पनि हुन्छ कतै कतै, नत्र 20 सेन्टिमिटर चाहिँ एभरेजमा हो है। अनि त्यो राखिसकेपछि चाहिँ हामीले यसमा मलहरू खादहरू के पनि हाल्दैन। यो टोटली रेनफिड सिस्टम हो। यसमा चाहिँ अब जुन म एकदमै हाँकिरहेको छु, किन भन्दा हामी उकालो चढेर आएको भर्खरै यो बुकी झारबाट जुन सुकाएर जुनलाई पोल्छौँ हामीले, त्यो बायोचारबाट नै यसलाई पाइने न्युट्रिएन्टहरू चाहिँ पाइन्छ। अब यसको आलुको टेक्सचर चाहिँ नर्मल लोसे आलु भनेको चाहिँ नर्मल खेतमा लगाइने आलु भयो भने चाहिँ बुङ्गालु भयो होइन। लोसे आलु भन्दा फरक चाहिँ कसरी हुन्छ भन्दाखेरि यसको वाटर अभाइबिलिटी जुन ट्युबरमा हुन्छ त्यो चाहिँ अलिक कम हुन्छ। अनि त्यो कम भइसकेपछि चाहिँ यसको अलि त्यो टेक्सचर चाहिँ लाइट टी टेक्सचर हुन्छ क्या। वी क्यान कम्पेयर इट विथ त्यो फुजी स्याउ हुन्छ नि, त्यस्तो खाले टेक्सचर चाहिँ हामीले पाउन सक्छौँ। त्यही भएर बोइल गरेर खानको लागि चाहिँ एकदम बेस्ट आलु चाहिँ बुङ्गालु हो। अब चाहिँ फिल्ड हेरौँ है त। हुन त साथीहरू, हाम्रो लेकाली आलुहरूमा उसरी रोकिराहरू भित्रेको छैन, यो उसै पनि लोकल भेराइटी हो। तर नर्मल्ली हामीले यता हेर्दाखेरि चाहिँ अलिअलि अर्ली ब्लाइट चाहिँ देख्न सक्छौँ। यो चाहिँ अर्ली ब्लाइटको सिम्पटम्सहरू छिर्का परेको छ नि, द्याट्स अर्ली ब्लाइट। यो यसमा राम्रो देख्न सकिन्छ। अरू किराहरू त खासै त्यस्तो धेरै छैन।
अनि यो लेकमा अलि विडहरू पनि कम आउँछ। सो हामीले चाहिँ अब यसलाई एकचोटि लगाएर छोडिदिने हो अनि आफै भइहाल्छ। यो देख्न सक्नुहुन्छ, यो अलि अब विडहरूको नि म्यानेजमेन्ट त गर्नु पर्ला। स्टिल राम्रो फलेको छ। बुङ्गालोलाई चाहिँ जङ्गली जनावरहरूबाट बचाउनको लागि गरिएको सानो प्र्याक्टिस। यहाँ चाहिँ अलि तार बानी अनि उताको मान्छे पनि हाई गर्दै बसेछ। अनि यो चाहिँ हाम्रो राजेश दाईको फिल्ड हो। राजेश दाईले नि सानो आफ्नो एक्सपिरियन्स सेयर गर्नुहुन्छ, यसपछि हेर्दै गर्नुहोस्। पर्पल जातको आलु हो यो, अरू जातभन्दा अलि छिटै नै मर्ने हो र यो वर्ष यो पर्पल लगायत अन्य स्थानीय रातो पनि छिटै मरिरहेछ बोटहरू। र यो पर्पलको चाहिँ विशेषता भनेको चाहिँ यो ओखलढुङ्गा लगभग 3 वर्ष अगाडि मात्रै यहाँ भित्र्याएको यो आलु हो। योलाई चाहिँ अलिकति सुक्खा ठाउँ चाहिने छ। हाम्रोमा चाहिँ अलिक बढी पानी पर्ने उत्पादन कम छ, तर आलुको स्वाद चाहिँ साह्रै मिठो राम्रो छ। र यसलाई सुगरवालाले पनि खाँदा फरक नपर्ने जातको आलु चाहिँ भेटियो यो पर्पल चाहिँ। त्यो भएर मैले अलिकति बिउ जगाउनकै लागि गरेको, तर उत्पादन कम भए पनि यसलाई मैले निरन्तरता त दिइरहेको थियो। गत वर्ष राम्रो फलेको थियो, तर यो वर्ष बोट चाँडो मरेछ, उत्पादन अलिक कमै छ यो पर्पल चाहिँ। हेर्छु है त। सुगरले नि खान मिल्ने रहेछ। ओहो कति कालै पो देखियो त। पुरै कालो हो यो त, सुपै कालो आउँछ यता। नाइस। उसिने खानु सबभन्दा मिठो आलु। दाइ यताको उचाइ चाहिँ कति हो नि? यसको हाम्रो उचाइ 2600 मिटर भन्दा माथि हो। हजुर। एक्ज्याक्टली हेर्दाखेरि हामी त्यही 2600 को रेसियोमै बसेका हुन्छौँ। हजुर। र यो बुङ आलु विशेष गरी यो 2200 भन्दा माथि 2800 3000 सम्मको उचाइसम्म मात्रै खेती गरिन्छ यो बुङ आलु चाहिँ। स्थानीय कालो खुम्बुले जातको आलु हो र यो लगभग हाम्रोतिर मासिसकेको छ। र यो मैले गत वर्ष यो भन्दा माथिको गाउँमा भेटेर मैले 10 केजी ल्याएर यहाँनिर रोप्या हो। यो खाँदा एकदमै मिठो छ। यो त बोट पनि छिटो मर्ने, यो लगभग यसलाई अब खन्दा पनि लगभग हुने अवस्थामा भइसक्यो। र यो आलु पर्पल भन्दा अलि जतिको मिठो त छैन, तैपनि यो अरू आलुको दाँजोमा यो मिठै जातको आलु हो यो कालो खुम्बुले। आलु चाहिँ बुङमा पनि हुन्छ, हाम्रोतिर लोसेमा पनि हुन्छ यो आलु चाहिँ। अघि पर्पलको चाहिँ विशेष गरी अलिकति पानी नखप्ने भएकोले हामी बुङमा मात्रै लगाउँछौँ। यो चाहिँ दुईटै बारीमा हुन्छ। यो बुङ आलुमा लाउने जातहरू चाहिँ के छ नि दाइ? यसो स्थानीय प्लस इम्प्रुभ प्लस अब हामीलाई चाहिँ यो प्रधानमन्त्री किसान कल्याण परियोजनाबाट आएको यो पिबिएस पद्धतिका 4-5 वटा जात पनि छन्, तर त्यो चाहिँ विशेष गरी बुङबारीमा चाहिँ लगाएको छुइनँ। यो चाहिँ मेरो पर लोसे बारीमा चाहिँ छ त्यो जातको आलुहरू, अरू जातको आलु चाहिँ। यहाँ चाहिँ विशेष गरी बुङमा चाहिँ हामी स्थानीय रातो मात्रै बढी लगाउँछौँ। साथीहरू यहाँ अलि यो चाहिँ घेराबार लगाएको छ। यो चाहिँ अब जनावरहरूबाट बचाउन त एउटा भयो, अनि योभन्दा पहिला चाहिँ योभन्दा पर लगाउनु भएको थियो अरे आलु, यसपालि चाहिँ यता लगाउनु भएको अरे। अब योभन्दा पछि पर त्यो हाम्रो सिफ्टिङ कल्टिभेसन जुन छ एग्रिकल्चरमा एक्ज्याक्टली त्यही भन्न सकिन्छ। यहाँको माटोको उर्वरा शक्ति बढेछ, फेरि रिटर्न त्यहाँ आएर लगाउने चाहिँ हो। दस प्र्याक्टिस भन्छ 1 महिनाभन्दा बढी चाहिँ लाग्छ होइन त, सानै उसमा पनि। अनि यो के अरे अगाडि त्यो खनेर त्यो झारहरू सुकाउनको लागि चाहिँ कति दिनसम्म राख्नुहुन्छ दाइ? त्यो घाम लाग्यो भने 1 हप्तामा लगभग सुक्छ। अब घाम लागेन यस्तै मौसम भयो भने चाहिँ अलिक बढी लाग्छ, 12-15 दिन लाग्छ। यो चाहिँ 2 वर्ष अगाडि खनेको बारी होइन त? भन्छ अब रेडी भइरहेछ। यस यहाँ पनि 2टा जेनेरेसनको घाँसहरू देख्न सकिन्छ, सुकेको र हरियो टक्क लाएर त्यो बारीबाट घुम्दै माथि। अब हामी घर जाँदैछौँ। थ्याङ्क यू सो मच फर वाचिङ। यदि कसैलाई चाहिँ बुङ आलुको बारेमा केही जान्न मन छ भने हाम्रो राजेश दाइलाई सम्पर्क गर्न सक्नुहुन्छ। बिफोर द्याट मलाई सम्पर्क गर्नु होला ताकि म तपाईँलाई नम्बर प्रोभाइड गर्न सकौँ। थ्याङ्क यू सो मच।